अब नेक्स्ट क्वेसन हेरौँ। 159 मा सी को क्वेसन हामीले हेर्दैछौँ अहिले। र के भनेको छ भन्दा चाहिँ पिरामिड अफ इनर्जी इज भनेको छ है। सुरुमा चाहिँ पिरामिड कस्तो हुन्छ थाहा छ है। पिरामिडको सेप कस्तो हुन्छ, कस्तो हुन्छ है। अब यसलाई हामीले पिरामिड भन्छौँ भने चाहिँ है, यसलाई चाहिँ हामीले के भन्छौँ, इरेक्ट पोजिसन अफ पिरामिड भन्छौँ है। इरेक्ट है, इरेक्ट पोजिसन अफ पिरामिड भन्छौँ है। र इन्भर्टेड हामीले केलाई भन्छौँ भन्दा यसलाई जस्ट अपोजिट गरेर चाहिँ हामीले के भन्छौँ, यसलाई इन्भर्टेड भन्छौँ है। इन्भर्टेड, ठिक छ। यति कुरा बुझ्नु पर्यो सुरुमा। इरेक्टमा पनि हामीले हेर त डिफ्रेन्ट ट्रपिक लेभलहरू बनाउँछौँ। जस्तै विशेष ट्रपिक लेभल 1, ट्रपिक लेभल 2, ट्रपिक लेभल 3 है। सुरुमा यहाँ के आउँछ भन्दा देयर इज अलवेज प्रड्युसर है। प्रड्युसरले के गर्छ भन्दा फिल्म बनाउँदैन है। प्रड्युसरले के बनाउँछ, खाना बनाउँछ है। फोटोसिन्थेसिस। प्रड्युसरलाई कसले खान्छ, प्राइमेरी कन्ज्युमर, सेकेन्डरी कन्ज्युमर, टर्सरी कन्ज्युमर है। यति कुरा बुझ्नु पर्यो। र यसलाई चाहिँ हामीले पिरामिडको फर्ममा हामीले यदि रिप्रेजेन्ट गरिरहेको छौँ कुनै पनि फुड चेनलाई भने चाहिँ हामीले के भन्छौँ भन्दा त्यसलाई के भन्छौँ, पिरामिड भन्छौँ है त। अब यहाँ के भनेको छ भन्दा चाहिँ पिरामिड अफ इनर्जी भनेको छ है। अब हामीले यस्तो क्वेसनमा चाहिँ कमन सेन्स लगाउनुपर्छ है। अब पिरामिड अफ इनर्जी इरेक्ट हुन सक्छ, इन्भर्टेड हुन सक्छ भनेर सोधेको है। अब हेर, कुनै पनि पिरामिडमा बेसमा के हुन्छ, प्रड्युसर हुन्छ है। र प्रड्युसरलाई कसले खान्छ, प्राइमेरी कन्ज्युमरले खान्छ। प्राइमेरी कन्ज्युमरलाई सेकेन्डरी कन्ज्युमरले, सेकेन्डरी कन्ज्युमरलाई टर्सरी कन्ज्युमर है। अब सपोज प्राइमेरी कन्ज्युमर यो इक्जाम्पलमा के छ भन्दा देयर इज सनफ्लावर है। सनफ्लावर छ है। र सनफ्लावरलाई स्नेलले खाइदियो है। सनफ्लावरको प्लान्टलाई स्नेलले खाइदियो है। अब सपोज सनफ्लावरसँग 10,000 जुल इनर्जी छ है। अब स्नेलले यसलाई खाइदियो भने पुरै 10,000 इनर्जी जुल यसले लिन सक्छ होला त यसले है। 10,000 भन्दा बढी लिन सक्छ होला त, सक्दैन है। कम्तीमा पनि 10,000 भन्दा कम इनर्जी लिन्छ यसले है। फेरि स्नेललाई अथवा फ्रगले खायो भने, अब स्नेलसँग कति छ, 10,000 जुल इनर्जी छ भने फ्रगले यसलाई खायो भने 10,000 जुल इनर्जी भन्दा बढी इनर्जी पाउँछ होला त, पाउँदैन, पक्कै पनि पाउँदैन है। यसले के गर्छ भन्दा यसले पनि सर्टेन अमाउन्ट अफ इनर्जी यसबाट लिन्छ है। फेरि यसले पनि यसलाई खान्छ र सर्टेन अमाउन्ट अफ इनर्जी यसले लिन्छ है। अब हामीले ठ्याक्कै कति इनर्जी लिन्छ त भन्न सक्दैन, तर हामी एस्टिमेट चाहिँ गर्न सक्छौँ है। लिन्डेम्यानको एउटा रुल अफ 10 भन्ने छ है। लिन्डेम्यान एकजना साइन्टिस्ट है। लिन्डेम्यान भन्ने साइन्टिस्टको चाहिँ के छ भन्दा देयर इज रुल अफ 10 है। रुल अफ 10 है। रुल अफ 10% भन्छ। अब यो लिन्डेम्यानको रुल अनुसार चाहिँ के भन्छ भन्दा पनि कुनै पनि ट्रपिक लेभल है, कुनै पनि ट्रपिक लेभलमा हामी माथि माथि जाँदा चाहिँ कति पर्सेन्ट इनर्जी मात्र एब्जर्ब हुन्छ भन्दा चाहिँ ओन्ली 10% है। फर इक्जाम्पल सनलाइटसँग यहाँ हेर त कति छ, 1 10 100,000 10,000 100,000 र 1 मिलियन है। अब यत्रो 1 मिलियन जुल इनर्जी छ भनेपछि चाहिँ है यसबाट कति लियो सनफ्लावरले भन्दा ओन्ली 10,000 है। यसको 10% मात्र लियो। फेरि यसको 10% यसले लियो। फेरि यसको 10% यसले लियो। फेरि यसको 10% यसले लियो है। त्यसलाई चाहिँ हामीले के भन्छौँ भन्दा लिन्डेम्यान रुल अफ 10% भन्छौँ है। यो यसबाट चाहिँ हामीले जस्ट कति पर्सेन्ट इनर्जी चाहिँ ट्रान्सफर हुन्छ भनेर एस्टिमेट गर्न सक्छौँ, तर एक्ज्याक्टली भन्न चाहिँ सक्दैनौँ है। र यसो हेर्ने हो भने चाहिँ द पिरामिड लुक्स इरेक्ट हेर त, यसरी इरेक्ट पोजिसन देखिन्छ। त्यसैले द पिरामिड अफ इनर्जी इन एनी इकोसिस्टम है। एनी इकोसिस्टम, चाहे त्यो डेजर्टको होस्, चाहे त्यो पोन्ड इकोसिस्टम होस् है, जुन इकोसिस्टममा पनि पिरामिड अफ इनर्जी इज अलवेज है। यस्तै क्वेसन अरू के सुन्न सक्छलाई चाहिँ पिरामिड अफ हेर त, पिरामिड अफ इनर्जी जस्तै पिरामिड अफ नम्बर हुन सक्छ है। पिरामिड अफ नम्बर, पिरामिड अफ नम्बर है। पिरामिड अफ नम्बर इन ट्री इकोसिस्टम है। ट्री इकोसिस्टम र फरेस्ट इकोसिस्टम भनेको फरक। ट्री भनेको सिंगल ट्री है। पिरामिड अफ नम्बर इन ट्री इकोसिस्टम इज इन्भर्टेड है। इन्भर्टेड छ है, किनकि जम्मा एउटा रुख छ, एउटा रुखमा चरा पनि छ है, त्यसपछि अरू किरा फट्याङ्ग्रा पनि छ भनेपछि चाहिँ यो नम्बर इन ट्री इकोसिस्टम इज इन्भर्टेड। र अर्को भनेको चाहिँ पिरामिड अफ बायोमास, पिरामिड अफ
बायोमास इन पोन्ड इकोसिस्टम है पोन्ड इकोसिस्टममा चाहिँ पिरामिड अफ बायोमास के हुन्छ भन्दा यो पनि इन्भर्टेड हुन्छ है यसबाहेक है यसबाहेक अरू सबै पिरामिडहरू मोस्ट अफ द टाइम 99% अफ द टाइम के हुन्छ इरेक्ट हुन्छ है इरेक्ट हुन्छ यति कुरा थाहा भएपछि हामीले यो क्वेसन चाहिँ हामीले गल्ती गर्दैन ओके